जिन्दगानी झरेको फुल भयो रुँदा रुँदै आँसुको मूल भयो लौरी तीतेको। नमस्कार, म विश्वबन्धु भण्डारी। अहिले जापानको नेपालीहरूको अलि बढी बस्ती रहेको यो हाचिओजी भन्ने ठाउँ सहरमा आइपुगेको छु र यहाँ आइपुगिसकेपछि मैले एकजना नेपालीलाई यहाँ भेटेँ। नेपालीलाई भेटिसकेपछि उहाँको कथा, उहाँको कुराहरू सुन्दाखेरि निकै रमाइलो लाग्यो र यो भिडियो बनाउन मन लागेर यो भिडियो चाहिँ म बनाइरहेको छु। यो तल यो पछाडिमा देखिएको दृश्यहरू एकदम समाधि स्थल हो। जापानको मृत्यु पश्चात जापानिजहरूलाई यहाँ ल्याएर राखिने यो स्थल हो र यहाँको कथासँग एकजना नेपाली युवाको कथा जोडिएकोले उहाँको विषयमा म जानकारी दिन्छु भनेर यो भिडियो बनाइरहेको छु। एकदम यहाँ देखिसकेपछि तपाईहरुलाई सबैलाई यो भूतको विषयमा धेरैलाई थाहा हुन सक्छ। कतिपयलाई भूतसँग एकदम विश्वास छ, कतिपयलाई यो भूत केही पनि होइन भन्ने लाग्न सक्छ, अविश्वास पनि हुन सक्छ भूतप्रति। त्यसैले साच्चै नै जापानमा भूत छ कि छैन र जापानमा भूतको कथाको विषयमा म तपाईहरुलाई एउटा स्टोरी एकदम मजाले देखाउँदै छु, बनाउँदै छु। थप विवरणहरु चाहिँ तपाईहरुले यो भिडियो मार्फत पक्कै पनि पाउनुहुनेछ। म उहाँ नेपालीसँग जो सेङ्जा जिल्लाको बिरुवा गाउँपालिकामा जन्मिएर अहिले विगत 11-12 वर्षदेखि यही जापानको हाचिओजी सहरमा हुनुहुन्छ, रेस्टुरेन्ट व्यवसायमा हुनुहुन्छ। त्यसैले उहाँको विषयमा नै म थप जानकारीहरु तपाईहरुलाई दिनेछु। उहाँसँगको विशेष छलफल जानकारी चाहिँ अबको क्रममा है। नमस्कार, आराम हुनुहुन्छ? हजुर, आराम छु। अनि के हजुरको शुभ नाम? मेरो नाम रमाकान्त वाग्ले। घर नेपाल घर र जापान कहिले आउनु भएको छ यसो थोरै जानकारी दिनु। जापान आजभन्दा 10 वर्ष अगाडि, नेपालमा चाहिँ मेरो घर बिरुवा गाउँपालिका वडा नम्बर 5 स्याङ्जा पर्छ। विगत 10 वर्षदेखि चाहिँ म यही जापानको हाचिओजी सहरमा चाहिँ यही वरपर यही इलाकामा चाहिँ बस्ने गर्छु। अनि त्यही त अघि तपाईसित यसो भलाकुसारी हुँदाखेरि यो भूत सम्बन्धी कुराहरू गर्नुभएको थियो, त्यही भएर यो भिडियो कैद गर्न मन लागेर मैले बनाउँदै छु। त्यस विषयमा अब तपाईहरुसित विशेष जानकारी चाहिँ म दिँदैछु है त। ल, तपाईहरुलाई पनि म यो भिडियो देखाउँदै छु, स्पेशल भिडियो है। हेर्न नभुल्नु होला है। लाइक, कमेन्ट र शेयर चाहिँ पक्कै पनि गर्नुहुन्छ भन्ने ढुक्क विश्वास छ है मलाई। ल, हामी चाहिँ यो एउटा यो विशेष ठाउँमा आइपुगेका छौँ। यो ठाउँ देख्ने बित्तिकै मलाई चाहिँ एउटा यो आजभन्दा धेरै वर्ष, लगभग 8 वर्ष अगाडिको एउटा विशेष घटनाको चाहिँ म यहाँ स्मरण गराउन चाहन्छु। म प्रायः जसो त्यतिखेर त्यो बेला चाहिँ लगभग दैनिक जसो यही बाटो ओहोरदोहोर गर्ने गर्थेँ। अनि यहाँ एउटा ठुलो चाहिँ यो समाधि स्थल छ यहाँनिर। यहाँ चाहिँ धेरै टाढासम्म फैलिएको चाहिँ यो कब्रिस्तान, मसानघाट के भन्ने यसलाई, यो छ यहाँ है, ठुलो एरिया इलाकामा यहाँदेखि परसम्म। अनि एक दिनको घटना हो चाहिँ म यहाँ यो बाटो भएर यहाँनिर आइपुगेको थिएँ। यहाँनिर यो घरको नजिकै यहाँ दुईजना मैले सेतो सेतो मान्छेहरू देखेँ है, सेतो सेतो लुगा लगाएको। अब उही सर्लकै सेतो मान्छे भने जस्तै अनि सेतो मान्छे देखेँ होइन। मेरो चाहिँ होसले ठाउँ छोड्यो। म यति डराएँ कि मैले चाहिँ बाल्यकालमा बाहरू, ठुलबाहरू, दाईहरू, अग्रजहरूले चाहिँ हजुरबाहरूले भूतको कथाहरू सुनाउनुहुन्थ्यो कहिलेकाहीँ। भूत हुन्छ, उहाँहरूले पनि भूतलाई चाहिँ यसरी भेटेर भूतसँग सामना गरेको कुराहरू चाहिँ कथाहरू सुन्थेँ मैले। मलाई ठ्याक्कै त्यो घटना याद आयो कि भूत पक्कै पनि यो त्यही हजुरबाहरूले बाहरूले सुनाउनु भएको भूतै हुनसक्छ भनेर। अब यो किनभने यहाँ यो मसान घाट पनि छ यहाँ, अनि यो त्यो भएर भूत नै होला, यो चाहिँ यो मसान नै होला भनेर मलाई एकदमै चाहिँ डर लाग्यो अचानक देख्दाखेरिमा। अनि म यति डराएँ कि मेरो छाती पनि चाहिँ डरले फुले जस्तो भयो। अनि त्यसपछि तैपनि अब मेरो चाहिँ अब फर्केर जाने बाटो थिएन, किनभने यो भूतको एरियामा म छिरिसकेको थिएँ। अगाडि बढेँ, अलिकति अगाडि बढेको। अनि अब त्यो रातको त्यस्तो मध्यरातमा चाहिँ मैले त्यो मान्छेहरू आयो होला भन्ने त सोचिनँ नि त।
त्यहाँनिर गाडी रहेछ। अब गाडी चाहिँ अब यो गाडी त भूत त होइन यो त भनेपछि अब गाडी देखेपछि चाहिँ मलाई अब विश्वास भयो कि यो चाहिँ भूत होइन, यो त मान्छे पो हो त। गाडी नत्र भूतले त गाडी चलाएर आउँदैन, यो गाडी त भूत होइन। र मान्छे त भनेपछि म भ्रममा रहेछु, यो भूतले होइन कि यो वनको बाघले खाओस् नखाओस् मनको बाघले खायो भन्ने चाहिँ उखान जस्तै भएछ मलाई। थेट म त बेकुफ भएर छु, त्यसै डराएको रहेछु म। अनि यो भूत होइन चाहिँ वास्तवमा यो त मान्छेहरू हो। यो गाडी छ यहाँ भनेपछि गाडीमा चढेर आएको मान्छेहरू आफ्नो चाहिँ कुनै पुर्खाहरूलाई यहाँ जल चढाउन फुल चढाउन, अनि यो नजिकको टाढाबाट धेरै टाढाबाट चाहिँ आएको मान्छेहरू हुनसक्छ भन्ने चाहिँ फेरि मैले अर्को अनुमान गरेँ। अनि त्यसपछि चाहिँ मेरो डर चाहिँ आफै आफ हराएर गयो। त्यो भएर यो भूत भन्ने कुरा पनि सायद त्यस्तै हो जस्तो लाग्छ मलाई है। अब मान्छेहरूले चाहिँ मनमा त्यस्तो भूत छ हुन्छ भन्ने विश्वास राखेर अनि त्यो भएर मान्छेहरू डराउने गर्छन् जस्तो लाग्छ कि। त्यो चाहिँ मलाई पनि आफूलाई पनि त्यस्तै भएको थियो। एक दिन म बेसरी डराएको थिएँ। वास्तवमा रहेनछ ऊ यहाँनिर पनि एउटा गाडी छ। ऊ यसरी गाडीमा चाहिँ आएर मान्छेहरू आफ्नो यो समाधि आफ्नो मान्छेहरूको समाधिमा आएर जल फुल चढाउने गर्दा रहेछन् है। अब यो टाढाबाट लामो दूरीबाट आउँदाखेरिमा चाहिँ कुनै बेला अब राति पनि पर्न सक्ने रहेछ। त्यतिखेर त्यो मध्यरातमा म चाहिँ कामबाट फर्किँदै गर्दा लगभग रातको 11:30 बजेतिरको कुरा हो त्यो चाहिँ। म यही बाटो भएर यहाँ चाहिँ ओहोरदोहोर गर्ने पैदल हिँडेर चाहिँ ओहोरदोहोर गर्ने गर्थेँ बेला बेलामा।